हेलो गाइस, आज मैले चाहिँ पोकेमन कार्डको बारेमा भिडियो लिएको छु हैन। यो चाहिँ पहिलो भिडियो तर मलाई लाग्दैन पोकेमन कार्डको भिडियो लिएको छु हैन। अब मैले यो पहिला चाहिँ कस्तो हुन्छ नि साथी किन्थ्यो र त्यसै कस्तो हुँदैछ मैले पहिलो पटक किन्दाखेरि हैन यस्तो पऱ्यो मलाई यसको बारे खासै के थाहा छैन हैन। कसरी थाहा नि भनिदिनु है यस्तो छ त्यही भएर मैले आज चाहिँ 1 2 3 4 5 6 वटा लिएर आएको हैन। 6 वटा अनबक्सिङ गर्दैछु हैन। के पर्छ काट्नु टाइम लाग्छ यो काट्नु हुन्छ पर्छ है परेको क्या अरे त त परेको होला अरे त टल्के खाँदैन मलाई त्यस्तो थाहा भएन भिडियो हेर्दा यसरी चाहिँ परे जस्तो लाग्छ है मलाई चाहिँ विषयमा खासै थाहा छैन तर यो चाहिँ परेको जस्तो लाग्यो मलाई यसले चाहिँ परेको लाग्छ है काटिनु भने यो परेको लाग्छ है मलाई त्यस्तो चाहिँ यस्तो है यो चाहिँ खै परेको भन्ने जस्तो लाग्यो ओ यो त परेकै हो यार पनि परेकै हो त्यसै लाग्यो मलाई चाहिँ थाहा छैन है यो चाहिँ खै आगी के भन्छ होइन यो चाहिँ मलाई थाहा छैन कसै थाहा छैन भनिदिनु है पनि हजुर नर्मलै हो ओ यो खत्रै भस्तो खाले पहिलाको के परायो गुन्डा परायो के हो कमेडी भयो क्या अनि हेर्नुपर्छ च्याट जिपिटीमा सोधेर त्यसले गाइजहरूलाई थाहा हुन्छ भनिदिनु है मैले खत्रै परेको लाग्यो त एउटा होइन ल त यो होइन गुन्डामा यो त्यस्तो होइन एकदम त्यस्तो होइन योमा चाहिँ केही पनि भएन मलाई थाहा हुन्छ यो चाहिँ तिनवटा चाहिँ परेको होइन परोस् न 40,000 डलर त्यो उल्टो भइरहेको रहेछ के पर्ने होला त्यसमा परेन केही पनि परेन होइन लास्ट है अहिले भिडियो पनि लामो भयो होला होइन त्यो परेन यसो कमन चाहिँ परेन यति होइन तपाईँलाई के थाहा तर यो तिनवटा पऱ्यो होइन यो तिनवटा चाहिँ के हो भन्ने थ्याङ्क यू फर वाचिङ भिडियोले लामो भयो होइन कति के हो भन्ने त धन्यवाद बाई बाई वाचिङ